गाइस इट्स मी निरज एन्ड वेलकम टु जिटी भ्लग है। यस अनि हामी धेरै पछि फेरि आइसक्यौँ। हामी धेरै टाढा होइन ठिक्कको लङ टुर जाँदैछौँ, लङ होइन सर्ट टुर जाँदैछौँ। अनि हाम्रो स्कुटीको हालत देखाइदिन्छ। स्कुटीको हालत यस्तो छ। एउटा हामी धेरै पछि आएको छौँ। अहिले यो हामीले ड्युल क्यामेरा नि चेक गर्दैछौँ हाम्रो नयाँ फोनको है। हाम्रो स्कुटीको ऐना पनि चेक गरेर घुमाउँदैछौँ यताउता। अनि हाम्रो ब्रेक पनि यस्तै हो, कन्ट्याक्ट यो चाहिँ काम गर्दैन है फेरि। ब्रेकले काम नगर्ने हामीले काम गर्दैछौँ। त्यही हो, हामी चाहिँ स्टेसन वेबाट हो। हाम्रो यो सिसा चाहिँ खत्रै छ। सिसा चाहिँ एउटा पूर्व एउटा पश्चिम अनि कहिले दक्षिण कहिले दक्षिण। स्कुटी कहिले बन्द हुने कहिले आफै हुने अटोमेटिक छ। खत्तमै भयो पनि हाम्रो यो चाहिँ स्पेसल न्यू खतरा चाहिँ न्यू हाल्यो। बाटो जाम छ गाडी चाहिँ। अहिले हाम्रो यात्रा चाहिँ भक्तपुरमा छ है। भक्तपुरमा बाइक लिन जाँदैछ। अब बाटो जस्तो यस्तै भयो नि के गर्नु, आफ्नो सामान लिन जानु परिहाल्यो। अहिले झन् कति जाम हुने क्यामेरा खतरा रहेछ। सबनको आइफोन भन्दा खतरा छ अहिले साँच्ची भने है। हो आइफोन खतरा छैन। अर्डर हालिदिनु भिडियो बनाइसकेको छ यस्तो खतरा क्यामेरामा। फ्रन्ट हान्ने हो। हाम्रो चाहिँ खासमा टार्गेट अब यो भत्केको स्कुटरबाट पठाउ हान्ने छ। आइडी चाहिँ मेरो युज गर्छ, राइडर चाहिँ यो पछाडिको हुन्छ साथी होइन। प्यासेन्जर मिल्छ कि मिल्दैन यो मेरो स्कुटरमा आउन मान्छे मान्दैन। त्यो चाहिँ भिडियो हुन पनि सक्छ नहुन पनि सक्छ। किनभने त्यो बेला हामी अलग हुन्छौँ। हुन्छौँ। अहिले चाहिँ हामी साथमै छौँ। प्यासेन्जरले जसलाई कि भत्के स्कुटरमा एक्सपिरियन्स गराइदिउँ न। गराउने हो नि होइन एउटा चाहना हाम्रो उहाँ घुमाएर गरिदिउँ। त्यही हो। रोक्यो क्या स्कुटी खतरा छ। स्कुटी रोक्यो फेरि है। तर म राइडर हो नि। स्कुटी खतरै चल्छ नि हाम्रो। Oh my God! अजीब दास्तां है ये। तिहारै गएको नि क्या। भइसकेको छ। कन्टिन्यू गर्न म कन्टिन्यू गर्छु बिस्तारै। अहिलेको लागि चाहिँ यो डेमो हो। यो जस्ट फोन चेक भनौँ। क्यामेरा चेक क्यामेरा चेक अनि मेरो पनि आफ्नै पनि चेक। मेरो के भन्छ त्यसलाई के भन्छ आँट होइन। म कतिको चाहिँ एक्टिभ भएछ त। कन्फिडेन्ट हो। यस साथी कन्फिडेन्ट। अहिले चाहिँ कन्फिडेन्ट चाहिँ गर्नु लाग्यो। मेन चाहिँ त्यो बुझ्यौँ हामी अहिले लागि। हामी बिस्तारै पुग्दैछौँ। जमल आइपुग्यो। धन्नैले त्यो परेवा यो देखा त। यो जस्तो भएको यो जस्तै भएको धन्नैले परेवा। यो चाहिँ हाम्रो टुटे फुटे ब्लग। छोटो मिठो ब्लग तर लामो पनि हुनसक्छ ब्लग। ओ माई गड त्यो कपडाहरू किन्न मन थियो यार। सहरको जाम 70 सेकेन्डपछि मान्छे जाँदैछ यता। यस के हो यो?
साथीहरू साइडलाई चाहिँ फर्के हेर्नुपर्ने अगाडि पनि पछाडि पनि त्यही भने यो त 360 रोटेट भइसक्यो मेरो है यस 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 हामीले अहिले रिक्स वेमा बाइक चलाइरहेछौँ स्कुटी चलाइरहेछौँ अगाडिको ब्रेक छैन पछाडिको चलिरहेछ अनि यो हामीले पछाडिको मान्छे हेर्नु पऱ्यो भने चाहिँ यसरी हेर्नु पर्दो रहेछ कि यसरी यतिको चाहिँ रमाइलो हुन्छ हुनुपर्छ है अहिले नेपालमा जाडो छ गाइस है काठमाडौँमा निकै जाडो छ बुढी छैन घरमा फेरि चाहिँ छ है फेरि यसको मात्रै छैन कति जाडो छैन मेरो पे गर्न बाँकी छ ठुलै खोज्नु पऱ्यो राम्रो चटक्क जिटी सरकारको लागि क्यान्डिडेट कोही छ भने खाली छ स्यालेरी मैले जति कमायो त्यति हो कृपया सब्सक्राइब हानेर कमेन्ट हानिदिनु होला जुलाईको लागि चाहिँ कमेन्ट हाल्नु अनि इन्टरभ्यू हुन्छ ल जहाँ पऱ्यो हेर्दै त्यहाँ त्यही त हो नि साथी अब त जाम नै हो त्यहाँ फेरि त्यो ट्राफिक लाइट छैन छ कि जाम नै अब जाम नै छ टाइम निकाल साथै होइन निकाल्नु परिहाल्यो नि भनेपछि भ्लग बनाएर युट्युबबाट पैसा छाप्नु पर्दैन हामी ज्यान जुन छाप्ने हो अब युट्युबबाटै पैसा छाप्ने हो झ्यान किन यो चाहिँ हाम्रो टक हो यहाँ सब्सक्राइब हान्नेहरूलाई त लोन दिइदिने हो लोन सब्सक्राइब हान्नेहरूले चाहिँ लोन पायो है 2 करोडको सब्सक्राइब हान्नेहरूलाई लोन दिने हो खासमा मेरो नि प्लानिङ शाहरुख खानलाई दिने थियो होइन तर शाहरुख खान मेरो कन्ट्याक्टमा छैन अहिले त्यही भएर गाह्रो भयो सब्सक्राइबरहरूलाई मात्र जसले सब्सक्राइब हान्यो त्यसले लोन पायो लोन पास अरूहरूले के डिस्काउन्ट गिफ्ट दिन्छ मैले लोन दिन्छ ठिकै यो झुक्किने क्या हात यो ब्रेक हान्नलाई पुगिहाल्ने क्या अनि झुकिहाल्छ त्यो अनि लाग्नु चाहिँ लाग्दैन होइन यही साइडमा पुगिहाल्छ साथीले क्यामेरा होल्ड गरेको मिडिया छैन हो क्यामेरा होल्ड गरेको मिडिया छैन मिलेछ मैले यतिकै थाहा हो अघि मैले चेक गरेँ त अघि नैको भिडियो हो काकै यतिको राखेको छु प्रोफेसनल भइसक्यो साथी क्यामेराम्यानको अब भोलि पछि गएर भिडियो गर्छ बेहरूको सेरेमनीहरूको होइन गर्नु पऱ्यो पैसा काँचै राख्ने भनेर सोच्नु पऱ्यो अब अहिले पो छैन होइन पछि हुन्छ नि भइहाल्छ पछि लागि सोच्नु पऱ्यो नि पैसा लाग्ने अहिले सोच्यो भने पछि टेन्सन हुँदैन नि पैसा लाग्ने अहिले त मलाई गदगद भइसक्यो भित्रैभित्र साथीहरू तिजोरी बनाउँछु मैले ठुलो तिजोरी एउटा घरमा होइन एउटा घरमा पैसा राख्नु गाडी बिचमा आउँदो रहेछ राम्रो आउँछ तेरिका त्यतिको आइफोनमा आउँदैन होला आउँदैन भने सबिनको आइफोनमा आउँदैन साथी जिम्मेलाई पनि सबैले ल्याउने होइन सबिनसँग अलिक क्लोज छ नि त त्यही भएर अरूले भने त हान्छ अनि हामी रङ साइडमा आयो अलिकति होइन ठिक साइडमा यताबाट यता जान्छ जस्तो लाग्यो
ट्राई गरेको याङ्गो। अनि त्यहाँबाट मलाई कल आयो याङ्गोबाट एउटा केटीको। अनि त्यो केटीले भन्यो, केटी नभनौँ एउटा म्याडमको फोन आयो। एउटा म्याडमको फोन आयो। अनि त्यो म्याडमले मलाई भन्नुभयो, ए गणेश तामाङजी तपाईँले याङ्गो गर्नु थाल्नुभयो रहेछ, तपाईँलाई केही जानकारी दिउँ भनेर मैले फोन गरेको भनेर भन्यो। ए याङ्गोबाट? याङ्गोबाट। अनि मर्निङमा छ नि त, मैले आजबाट स्टार्ट गरेको 1-2 राइड भयो। के हो कस्तो हो भन्नु न त, सबै कुरा मैले बुझेन। यो बोनस कसरी आउने, कहाँ आउने, यसको लागि तपाईँलाई खल्ती चाहिन्छ? खल्ती त मसँग छ भन्यो मैले। ए होइन खल्ती एकाउन्ट भनेर भन्यो। त्यो पनि नि केवाइसी भेरिफाइड भएको हुनुपर्छ अरे। अनि कुरा गऱ्यो। अनि ल ठिक छ, तपाईँलाई अब त्यो भइगयो, तपाईँको खल्ती रहेछ भने त्यसमा केही समस्या भएन। अनि अब तपाईँको बोनसको लागि चाहिँ कुरा आउँछ। बोनस चाहिँ एउटा पनि राइड क्यान्सलै गर्नु हुँदैन अरे। आएको जति सब हान्नु पऱ्यो, जहाँ भए पनि यसो ट्याङडुङ हानिदिनु पर्ने रे। अनि फेरि यो एकचोटि काट्यो भने पनि क्यान्सल राइड गऱ्यो भने या कट्छ, स्किप हान्यो भने पनि बोनस नआउने रे क्या। अनि त्यही सोचेँ होइन मैले। अनि अब 16 राइड त हो नि भनेर 1200को थियो क्या प्याकेज बोनस। जहाँ 16 राइड त नि भ्याइदिइहाल्छु भनेर गरेको। अनि यहाँबाट फर्स्ट राइड मेरो डेलिभरीको आयो क्या। सानेपा पुग्यो। सानेपाबाट न्यु रोड होइन यता असनको आयो। 2 राइड आयो। अनि त्यहाँबाट भक्तपुरको आयो। क्यान्सल हाने मैले। त्यही क्यान्सल हानेपछि मलाई फोन आएको। मलाई सुरुमा थाहा थिएन। अनि मेरो पोइन्ट घट्यो क्या त्यहाँ। गऱ्यो भने चाहिँ 10 पोइन्ट हान्दो रहेछ क्या। अनि त्यो स्किप हान्यो भने चाहिँ 1 पोइन्ट काट्दो रहेछ क्या। अनि 10 पोइन्ट काट्यो। अनि ल अनि फोन आयो। अनि सब त्यो अघि मैले भनेको डिटेल भनेको ल ठिक छ नि त भनेर यसै भने भक्तपुरकै आयो क्या फेरि। त काठमाडौँ भएको मान्छे भक्तपुर अब 100 रुपियाँ क्या फेरि यार। यसै भन्यो अब यसै भन्नु जाने बोनसको लागि होइन। भक्तपुर गयो। ल गएको पुग्यो भक्तपुर छोड्यो। अनि फेरि ल आउँछ भनेर एकछिन कुर्ने बित्तिकै आयो। काठमाडौँको आयो। ह्याप्पी नि म त होइन काठमाडौँको आयो भनेर। अनि यसै भनेर यता के भन्छ यो त्रिपुरेश्वरको आयो। त्यहाँ छोड्यो फेरि। अनि आइदियो ल भक्तपुरकै ल। त्यतिन्जेलमा यस्तो जाम भइरहेको थियो। अनि कसरी अनि कसरी हाल्नु 1 घन्टा त जान आउनमै अनि सकिने होइन। यसै 16 टिप हान्ने नमिल्ने भएर त बोनस राखिदियो होला। त्यही लाग्यो। यो याङ्गोको पनि केही दिनको लागि नाटक हो क्या होइन। अनि मैले त अब 6 हो क्या 8 टिप मात्र हाने क्या। दुईचोटि त भक्तपुर ओरादोरा भयो। अनि 4-5 घन्टा त यहीँ बित्यो। त्यही भने अनि ल भोलि मैले खासमा 1 बजे कि 2 बजे स्टार्ट हानेको थिएँ कि होइन। अनि टोक्ने बिहानसम्ममा त टाइम हुन्छ भन्ने सोचेँ नि त मैले। लास्टमा टाइम हुन्छ भनेको त कट भइसकेको छ भने अर्को पो टार्गेट दिइरहेको छ। टाइम टेबल हुने रहेछ यति घन्टासम्म सघाउनु पर्ने। हुन त 24 घन्टाको टार्गेट हो कि 24 घन्टामा राइड पुऱ्याउनु पर्ने। अनि कति बजीबाट स्टार्ट भन्ने चाहिँ जानकारी भएन क्या। अनि मैले चाहिँ त्यसपछि गरेकै छैन अहिले। नोटिफिकेसन आउँदैन त्यहाँ? अब त्यो खोलिराख्ने भयो पो याद हुन्छ होइन। वास्तव त्यस्तो तर कमाउने र कमाउँछ साथी हो होइन। मैले चाहिँ मेरो एक्सपिरियन्स सेयर गरेको हो। बिहानैदेखि खट्यो भने चाहिँ बिहानैदेखि हावा पानी घुरी आदि फेरि छैन केहीको डर भनेर गऱ्यो भने चाहिँ कमाउँछ साथीहरू है। नकमाउने होइन। म जतिको अल्छी चाहिँ हुनु भएन थियो। अल्छी त मैले नि गरेको होइन। भक्तपुर दोहोऱ्याइदिएपछि त कहाँबाट गर्नु? कस्टमरले अल्छी गराइदियो भने त्यो त कस्टमरले होइन मलाई याङबाट अल्छी गराइदियो। अनि इन्ड्राइभमा हाल्थेँ भन्ने सोचेको फेरि इन्ड्राइभ गर्नु याङबाट रेट बिगारेर चाहिँ जहाँको 40-50को कसरी जानु म? फेरि मेरो बाइक एनएस हो यो चाहिँ साथीको। यो फेरि यो स्कुटीमा त फेरि पेट्रोल सुँगाइदियो भने नि 10 किलोमिटर। अनि खतरा छ। खतरा हो नि सब खतरा। यसको यो सुत्ने बानी मात्रै नराम्रो सिसाको। यो सुत्ने यस्तो भयो। यो मात्रै बानी नराम्रो। अनि ब्रेक अहिले खुदुक भइरहेको छ। यो हामी बनाउँछौँ केही समयपछि। अहिले पो छैन पैसा हामीसँग। मछीको लागि त ब्याङ्क ब्यालेन्स कोठै बनाउने हामी
भने त सब्सक्राइब हान्ने लोन सिधै सब्सक्राइब हान्नलाई लोन सिधै क्यामेरा अलिक टाढा यस्तरी गर्नुपर्छ कि साथी यस्तरी राख्नुपर्छ कि अनि आउँछ भ्यू होइन अहिले त हामी ट्राई गरेर हामी त ठिक छ यो हाम्रो ट्रायल हो ट्रायलमै अब 2-3 लाख भ्यू पुग्यो भने त होइन त्यतिमा हामी फेरि लोन हो त्यही नि लोन पाइहाल्छ अब ठाउँ ल जहाँ चाहिँ यस्तो छ है गाइडहरू जाने बाटोको यो हामीले ठ्याक्क जडीबुटी आइपुग्यौँ कोटेसन कटेर यो चाहिँ बाइक गट्टा घरमा छ है साथी गट्टा घरमा होइन गट्टा घरमा त्यहाँ बनाउनु दिएको थियो ढिला भइसक्यो यतिखेर यी 4 बजेको टाइम दिएको थियो कति 5 बजे होला 5:30 भयो होला त्यही हो 5-6 बजी बज्यो हो होइन ठिकै छ हामी त्यसको बिस्तारै दिएन भने फर्किउँ न के भयो जिन्दगी होइन हामीलाई डरै छैन अन द वे अन द वे केहीको चिन्तै छैन हामीलाई हात दुखेर एकछिन काट्छु ल हाम्रो बाइक यहाँ छ पुरा तोडफोड भइसक्यो बन्दैछ लेट भएछ हामी कि छिटो चाहिँ भएछ गाइस बेहाल छ बेहाल यस्तो भएछ ल गाइस अब भ्लग चाहिँ यहीँ इन्ड हालिदिएँ अब बाइक बन्दैछ धेरै टाइम पनि छैन हामीसँग सी यू लेटर पछि